हेलो एन्ड वेलकम ब्याक अगेन विथ अनदर भ्लग। आज चाहिँ म छिट्टै खानासाना खाएर क्लास जानको लागि सृजना नगर चोकमा निस्केको थिएँ। आधी घन्टा पर्खेपछि बल्ल बल्ल गाडी आयो क्या। त्यो पनि यति धुलो उडिरहेको थियो, तर थ्याङ्क गड आज चाहिँ एउटा बस्ने सिट रहेछ क्या। नत्र अरू बेला त जहिले उभिएर जानु पर्थ्यो, आज धन्न सिट रहेछ। अनि गाडी फेरि घुमेर चाबेलतिरबाट जान्छ कि भनेको जस्तो लागिरहेको थियो, डर लागिरहेको थियो। तर धन्न आज चाहिँ गाडी जान दियो, नत्र भने अरू बेला चाहिँ गाडी जान दिँदैन थियो क्या। शिक्षक आन्दोलनले गर्दा फेरि गाडी सिधै बानेश्वरबाट जाँदैन थियो, उता चाबेलतिरबाट घुमेर जान्थ्यो। आज त धन्न जान दियो गाडी। अनि आन्दोलन यति ठुलो चलिरहेको रहेछ, यति ठुलो चलिरहेको रहेछ। फेरि आन्दोलन एक ठाउँमा मात्र रहेनछ क्या, अगाडि माइती घरतिर पनि सहकारी पीडितहरूको आन्दोलन त्यहाँ चलिरहेको रहेछ क्या। यता बबरमहल साइडतिर चाहिँ शिक्षक आन्दोलन चलिरहेको रहेछ, अनि उता माइतीघर साइडतिर चाहिँ सहकारी पीडितहरूको आन्दोलन चलिरहेको रहेछ। काठमाडौँभरि त आन्दोलन नै मात्रै हुन्छ कति धेरै। अनि 1.5 घन्टा गाडीमा बस्दा बस्दा बल्ल बल्ल म चाहिँ पुगेँ पुतली सडक। अनि पुतली सडकबाट अलिकति हिँड्नुपर्छ नि त। अनि अलिकति हिँडे पछाडि म फाइनली पुगेँ आफ्नो क्लासतिर। अनि क्लास जान लिफ्ट चढेर बाहिरको भ्यू हेर्दै सर म चाहिँ क्लासतिर गएँ। तर मौसम हेर्दाखेरि चाहिँ कस्तो लागिरहेको थियो भने मलाई आज मजाले पानी पर्ने रहेछ जस्तो फिल भइरहेको थियो। तर धन्न पानी अलिअलि छिट्यायो मात्रै। बाहिर मौसम हेर्दाखेरि चाहिँ आज मजाले काठमाडौँ नै डुबाइदिन्छु जस्तो थियो क्या मौसम चाहिँ, तर धन्न अलिअलि छिट्यायो मात्रै। अनि फाइनली म क्लास पुगिसकेपछि चाहिँ ल्यापटप ओपन गरेर बसेँ। क्लास हुँदै गर्दाखेरिको चाहिँ मैले भिडियो बनाएको छुइनँ, त्यहाँ क्लासमा फोकस गर्नुपर्ने हुन्छ त्यही भएर। अनि फाइनली 1.5-2 घन्टापछि क्लास सकेपछि चाहिँ म मक्ख परेर बाहिर निस्केको थिएँ। म चाहिँ मक्ख चाहिँ किन परेको थिएँ भने आउँदाखेरि बानेश्वरतिरबाट छिट्टै आइपुगेको थियो, जाँदाखेरि पनि त्यही बाटो जान्छ होला गाडी जस्तो लागेर म चाहिँ मक्ख परेर आज छिट्टै पुग्छु भनेर गाडी चढ्नलाई भनेर बाहिर निस्किँदै थिएँ। तर अफसोस मैले सोचे जस्तो भइदिएन। आज जाने बेलामा चाबेलतिरबाट घुमेर गइदियो गाडी। यस्तो आक्क लाग्छ नि मलाई, यति धेरै बाटो, त्यत्रो लामो बाटो घुमेर जानको लागि। गाडी लामो बाटोबाट गए पनि मलाई चाहिँ छिटो छिटो गरेर घर पुग्नु थियो। अनि 1.5 घन्टामा घर पुग्ने ठाउँमा मलाई घर पुग्न 2-2.5 घन्टा जति लाग्यो होला। तर पनि म फाइनली घर चाहिँ पुगेँ। एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू गाइज इन नेक्स्ट भ्लग। बाई बाई।